सारा जीवन संघर्ष गरेर विश्व शान्तिको धुनी बलेर जीवनभरि लाखौँ कष्ट भोगी बले संसारलाई ज्ञानको ज्योति नमन रिम्पोछे हजुरलाई शत शत प्रणाम महामारी मलाई एक किसानको झोपडीमा जन्म लिएको दिव्य रूपी सानो दियो जल्यो समयको चक्र भूमि आज धम्म उदय भो त्यही ज्योतिले संसार उज्यालो बुद्ध रूपी हजुरको विचार करुणा र प्रेमको प्रचार रिम्पोछे हजुरलाई शत शत प्रणाम महामारी मलाई हृदयबाट चाहना सबैको एकचोटि होस् दर्शन हजुरको दर्शनले मात्र जीवन सफल हुनेछ तिम्रो हाम्रो नमन छ रिम्पोछे हजुरलाई शत शत प्रणाम महामारी मलाई नमन छ रिम्पोछे हजुरलाई शत शत